हेलो साथीहरू, सन्चै हुनुहुन्छ? हजुरहरूलाई आज फेरि मैले नयाँ आई मेकअप गरेर देखाउन लागेको छु। पहिला पनि मैले हजुरहरूलाई हाफ कट क्रिज आई मेकअप गरेर देखाएको थिएँ। हजुरहरूले सधैँ मन पराइदिनु भयो। आज फेरि मैले हजुरहरूलाई ब्ल्याक कलरले स्मुथी आई मेकअप गरेर देखाउन गइरहेको छु। सुरुमा त मैले लाइनर गाजर लिएर आँखामा फैलाउँदै माथितिर गएँ। त्यसमाथि फेरि मैले ब्ल्याक कलरको आइस्याडो लिएर फैलाउँदै माथितर्फ मस गर्दै लगेँ। जति नै राम्रोसँग मस गर्यो त्यति नै राम्रो फिनिसिङ आउँछ। त्यसपछि फेरि मैले ब्राउन कलरको आइस्याडो लिएर त्यसलाई फेरि माथितर्फ फैलाएँ अनि फैलाउँदै गएँ, माथि फैलाउँदै गएँ। त्यो गरिसकेपछि फेरि मैले ग्लिटर लाएँ। मेरो आँखाको मेकअप यस्तो देखिएको थियो साथीहरू। हजुरहरूलाई फेरि ब्ल्याक कलर मन पर्दैन भने अरू कलरले पनि गर्न सक्नुहुन्छ। स्मुथी आई मेकअप ब्ल्याकले मात्रै गर्दैन, हजुरहरूले सपोर्ट गरेको हुनाले मैले नयाँ भिडियोहरू आइरहेको छु। यस्तै गरी माया सपोर्ट गरिदिनु होला। लाइक, कमेन्ट, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू सो मच।